सो जब कुरा डिसिप्लिनको आउँछ नि त्यति बेला नेपालसँग कोही पनि जित्न सक्दैन। Valves come off. Good chance. Look at this. Ryder trying to go Yorker and oh dear. हिजोको फाइनल म्याचमा चाहिँ इन्डिया भर्सेस न्युजिल्यान्डको म्याचमा चाहिँ अर्शदीपले चाहिँ एउटा बलिङ गर्ने क्रममा चाहिँ ब्याट्सम्यानलाई चाहिँ एउटा एकदमै हेपे जस्तै गरेको क्या। तर हाम्रो आसिफ शेख To hike that across the line. I think McBride has ended up on his feet. I don't think they're going to run him out here, and that is brilliant to see. Asif Sheikh. एउटा ब्याटर चाहिँ हाम्रो नेपाली खेलाडीको कारणले गर्दा तल भुइँमा झर्दाखेरि पनि उनले रन आउट गरेन। त्यो अनि त एउटा नेपालीको हुन्छ नि डिसिप्लिन अनि एउटा इमान्दारिता। अनि त्यति बेला चाहिँ आसिफ शेखले चाहिँ आइसिसी स्पिरिट अवार्ड पनि पाएका थिए र यो चाहिँ नेपालको लागि एकदमै गर्वको कुरा हो। यस्तो डिसिप्लिन चाहिँ इन्डियाको खेलाडीहरू राम्रो खेल्छन् नराम्रो खेल्ने होइन, तर डिसिप्लिन छैन र त्यो हुन्छ नि त्यो डिसिप्लिन चाहिँ ल्याउनु जरुरी छ, नत्र भने कुनै दिन त्यो आफैलाई नै डुबाउँछ। बाँकी तपाईँहरूलाई कस्तो लाग्यो, कुन खेलाडी डिसिप्लिन छ, अर्शदीप कि आसिफ शेख?